बुबा तपाईं नै हुनुहुन्छ। परमेश्वरले पठाइदिएको प्रेमको उज्यालो मेरो जीवनमा पहिलो थाहा पाएको। येशूको माया तपाईंबाटै हो। हात समाएर बाटो देखाइदिनु भयो। प्रार्थनामा मेरो नाम बोलाइदिनु भयो। ओ आमा बुबा तपाईलाई म कति माया गर्छु। येशूको हेराइमा सधैँ सुरक्षित रहूँ म प्रार्थना गर्छु। तपाईं मेरो जीवनको सबैभन्दा सुन्दर आशीष मेरो आमा बुबा। थाकेको बेला तपाईको बोली येशूले बोलिदिएको जस्तो मिठो लाग्छ। मेरो मुटुमा तपाईको मायाले विश्वासको नयाँ सुरुवात गर्छ। रुदा समय हाँस्दा आशीष दिनुभयो। मेरो भविष्य येशूमा राखिदिनु भयो। ओ आमा बुबा तपाईलाई म कति माया गर्छु। येशूको हेराइमा सधैँ सुरक्षित रहूँ म प्रार्थना गर्छु। तपाईं मेरो जीवनको सबैभन्दा सुन्दर आशीष मेरो आमा बुबा। तपाईलेको प्रेम येशूको प्रेमको तस्बिर हो। तपाईको हात परमेश्वरले पठाएको छाती हो। म जीवनभरि भन्दिन रोकिने छैन। आमा बुवा म तपाईलाई धेरै माया गर्छु। ओ आमा बुवा येशूले साथ दिउन् सधैँ तपाईको जीवनमा अन्त कृपा झरिरहोस् म प्रार्थना गर्छु। तपाईं नै हुनुहुन्छ परमेश्वरको सबैभन्दा अधुरा उपहार मेरो आमा बुबा।